कि सुरु भएर कतिसम्म रहेको छ त? जम्मा कतिवटा रहेको छ त? 31 वटा। अब 16 लाई हामी स्वर याद गरेको छौं त सम्मानपूर्वक बाँच्नलाई के गर्नु हुँदैन? स्वर नचाउनु हुँदैन। 16 17 लाई शत्रुबाट स्वतन्त्र हुनुपर्छ। कोबाट? शत्रुबाट। 18 भनेको ठार, मैथिलीमा ठार भनेको उभिनु हैन। ठार भएपछि समानता हुन्छ, एक बराबर हुन्छ। 19 लाई नाइस भनेको छ संसार कस्तो हुनुपर्छ? नाइस हुनुपर्छ। 20 भनेको न्याय पाएन भने म के खाइहाल्छु? अब 21 भनेपछि अपराध पीडितको अपराधीलाई कसरी समात्नु पर्छ? 21 भनेपछि 21 के भनेपछि जोडले नेपालीमा है, मैथिलीमा 21 के भनेपछि टाइटले। 22 लाई के सम्झिने? बाईबाट आएको बाईलाई के गर्ने? याद राख्नु हुँदैन, सम्मान गर्नुपर्छ। बाई भने यातना दिनु हुँदैन त। 22 त्यसै के अरे निवारण नजर बन्दमा राख्नु हुँदैन। 23 भनेपछि त्यसै। छुवाछुतको 24 छुवाछुत गर्नेलाई के गर्नुपर्छ? चौवा हामी भन्छौँ मैथिलीमा चौवा हैन, ऐठ्नु पर्छ। अब सम्पत्तिको पछि छ। सम्पत्ति कसैको पछ पस्दैन भनेपछि 25 26 लाई छवि, धार्मिक भएको व्यक्तिको छवि कस्तो? राम्रो। 26 भनेपछि 26। पहिला सूचनाको लागि के हुन्थ्यो? 27 सूचनाको लागि धेरै 27। अब बालेनको सरकार आयो, 57 पाउँदैन। 28 भनेको 28 गोपनीयताको लागि केही भन्यो भने अन्ठाइदिने, केही नबोल्ने हैन, गोपनीयता भङ्ग हुँदैन। 29 शोषण गर्नेलाई के गर्नुपर्छ? उल्टै बाँध्नुपर्छ, उल्टै दण्ड जरिवाना दिनुपर्छ शोषण गर्नेलाई। 30 वटा रुख रोप्यो भने के हुन्छ? स्वच्छ वातावरण। 31 कति पढेको भनेपछि कति शिक्षित बन्ने त? 31 मा शिक्षा सम्बन्धी हक। 32 बत्ती बालेर भए पनि के गर्ने हामी? भाषा र संस्कृतिको जोगाउनु पर्छ हैन। बत्ती बालेर भए पनि भाषा र बत्ती भनेपछि 32। अब 33 सम्बन्धी रोजगारी। रोज भनेको डेली, गाडी भनेको गाडी। रोजगारी कति दिनमा चलाउने? 3 दिनमा, नभए गाडी बन्द भइहाल्छ हैन, ब्याट्री डाउन भइहाल्छ। 3 दिन। अब 34 कति बोरा श्रमिकले बोक्छ? 34 बोरा बोक्छ। हेर्नु श्रमिकहरूको यस्तो हालत हुन्छ। 35 भनेको पहिला त स्वास्थ्य पाइथिस, के पाइथिस? स्वास्थ्य पाइथिस। 36 बोरा के गर्ने? खाद्यान्न हैन, खाद्यान्न सम्बन्धी हक रहेको छ। 36 बोरा खाद्यान्न राख्ने आफ्नो घरमा। 37 भनेपछि साई भनेको घरवाला, श्रीमान। आवास, साई कहाँ बस्छ? घरमा, आवासमा। किनकि यो श्रीमान बिनाको घर राम्रो हुँदैन भनेको साई बिनाको घर राम्रो, आवास राम्रो हुँदैन। 38 वर्ष भएपछि के हुन्छ? महिला हुन्छ। 38 भएपछि बल्ल मान्छे हुन्छ, यो त महिला भइहाल्यो, नभए दुल्ही छ, केटी छ हैन, इत्यादि भयो। अब 39 बालबालिकाहरूलाई उचाल्नु हुँदैन हैन, बालबालिकालाई उचाल्नु जेन्जीवालाहरूलाई सिंहदरबारी जलाइदियो, त्यही भएर बालबालिकालाई उचाल्नु हुँदैन। 39 भने बर्बाद हुन्छ। 40 हैन, दलित। अब दलितको हातबाट पनि 40 हैन, पहिला चल्दैन थियो परम्परागत हिसाबले, अब 40 दलितको हातबाट पनि सब बराबर, कुनै भेदभाव छैन। ज्येष्ठ नागरिक 41 एक कदम चाल्यो, एक कदम चालेको छ ज्येष्ठ नागरिकको लागि, किनकि अहिले उनीहरूलाई 5000 महिनाको आइरहेको छ। 42 सामाजिक न्यायको लागि के गर्नुपर्छ? 42 40 समाजमा सामाजिक न्यायको लागि सबैसित बयान लियो भने यो 42 भयो। 43 सामाजिक सुरक्षा चारैतिर 4 भएपछि चारैतिर अनि मात्रै के हुन्छ त? सामाजिक सुरक्षा हुन्छ। अब 44 उपभोक्ताको अहिले उपभोक्ता त चारैतिर रहेको छ, 4वटा उपभोक्ता हुन्छ, त्यही पनि समयमा काम राम्रो हुँदैन, भ्रष्टाचारी छ, 4वटा उपभोक्ता। अनि 45 मा देश निकाला। 45 पैताला भनेको हाम्रो पैताला छ, देश निकाला गर्दा कतिपयलाई त पैतालै खुट्टै खाली खुट्टाले हिँड्दै के गर्छ त? देश निकाला गरिन्थ्यो, अब देश निकाला गर्न पाउँदैन हैन। पैताला पैदलै देश निकाला गर्छ। अब 46 हैन, उपचारको लागि संवैधानिक उपचार छ यहाँ, उपचारको लागि 46 भनेपछि
संवैधानिक उपचार भयो। यसरी अब म सोध्छु ठ्याक्कै